बिन्ती गरेर भन्छु मैले खुट्टा त घुमाएँ मलाई त्यसको गुनासो रहेन मेरो यो हात मात्रै बच्यो भने मैले के न के गरेर भए पनि हातको पनि चारवटा आउन त गइसक्यो सायद चारवटा आउन त गइसक्यो अनि यति मात्रै बचे नि मैले आफ्नो मोबाइलबाट नि के न के गरेर भए पनि म पाल्न सक्छु श्रीमती छोरालाई अझै आत्मविश्वास चाहिँ मसँग विश्वास म पहिले ड्राइभर काम गर्थेँ खुट्टा हुने बेलामा मेरो बुढी होटेल गर्थ्यो हामी दुईजना हामी आफ्नै कमाइले खान्थ्यौँ सुखी जीवन थियो यसरी यस्तो घटनाहरू अपनाउनु पर्छ भन्ने कुरो थाहा थिएन ऊ होटेल गर्थ्यो म गाडीमा हिँड्थ्यो आफ्नै होटेल थियो आज बाटोमा आइपुग्यो हामी छैन केही पनि सबै बेच्नु पऱ्यो जिन्दगीले धेरै टाढा पुऱ्यायो हामीलाई आज जुन समाजमा हुर्के त्यही समाजमा उभिन गाह्रो छ बाँकी केही छैन त्यही एउटा घर छ घर पनि कुन दिन अब यही पाराले चाहिँ घर पनि जान्छ छोरालाई राख्ने चौतारा पनि हुँदैन अब त्यस्तो लाग्छ मलाई चाहिँ अब यति भएपछि अब घर त बेच्नै पऱ्यो कहीँबाट सहयोग आएन भने के छ अब त्यो धेरै गाह्रो छ सर म चाहिँ सहयोगी दाताहरूले चाहिँ के गर्न चाहनुहुन्छ भने तपाईँहरू यति साँच्चीकै हामीलाई सहयोग गर्न चाहनुहुन्छ भने गरिदिनु होला मेरो हात भए पनि बचाउनको लागि होइन म चाहिँ यही बिन्ती गर्छु मेरो हात मात्रै रह्यो भने म छोरा र बुढीले चाहिँ म पाल्न सक्छु त्यही हो सर अनि उसलाई नै म सम्झाउँछु चिन्ता नगर म छु हात मात्रै बजाउन पाएँ भने अझै पनि तिम्रो लागि केही न केही गर्छु आजसम्म एउटा सुन पनि दिन सकेको छैन बिरामी भएको थियो उसले पहिला मैले ल्याउनुभन्दा अगाडि पहिला अब झुटुन उता काम गर्थ्यो काठमाडौँ हामी बिहे गर्नुभन्दा अगाडि काठमाडौँ काम गर्थ्यो काम गरेर आधी तल सुन बनाएको थियो बिहे गरेर 6 महिनापछि म रोगले मलाई समायो त्यही बेला चाहिँ टिबी रोगले समायो टिबी भयो पेटको टिबी आन्द्राको टिबी भयो आन्द्राको टिबीले ढल्यो के अरे 35 किलोसम्म आइपुग्यो मान्छे अनि लास्टमा पैसा नभएपछि उसकै कानको सुन बेचेर चाहिँ उपचार गर्यो आजसम्म मलाई त्यही कुराको याद आइरहेछ मैले दिनुपर्ने ठाउँमा मैले उल्टै यस्तोसम्म गरेको छु म आफूले कस्तो कमजोर ठान्छु उसलाई आजसम्म केही दिन सकेको छैन उसले लगाएको लुगाहरू पनि ऊ आफैले कमाएर लगायो मैले लगाएको लुगाहरू